हेलो एभ्रिवान, वेलकम ब्याक टु अल्फा ओमेगा म्याथमेटिक्स। आई होप तपाईँहरू सबैजना ठिकै हुनुहुन्छ होला। आज चाहिँ हामी क्लास 10 को च्याप्टर नम्बर 3 पेयर अफ लिनियर इक्वेसन इन टु भेरिएबललाई हेर्नेछौँ। जो जतिले पनि फर्स्ट च्याप्टर र सेकेन्ड च्याप्टरलाई मिस गर्नुभएको छ, डिस्क्रिप्सन बक्समा गएर फर्स्ट च्याप्टर र सेकेन्ड च्याप्टरलाई तपाईँले हेर्नु सक्नुहुनेछ। अनि मन परेमा तपाईँले लाइक, सेयर एन्ड सब्सक्राइब पनि गर्नु नभुल्नुहोला। अब हामी सरसर च्याप्टर नम्बर 3 लाई हेर्नेछौँ। च्याप्टर नम्बर 3 चाहिँ छ पेयर अफ लिनियर इक्वेसन इन टु भेरिएबल्स। भेरिएबल्स भनेको के हो, कोफिसिएन्ट भनेको के हो र कन्स्ट्यान्टहरू भनेको के हो भन्ने कुरा हामीले अलरेडी सिकेका छौँ। जो जतिलाई पनि भेरिएबल, कोफिसिएन्ट र कन्स्ट्यान्ट भनेको के हो भन्ने कन्फ्युजन छ भने तपाईँले सेकेन्ड च्याप्टरको इन्ट्रोडक्सन क्लासलाई तपाईँले हेर्नु सक्नुहुनेछ। सो हामी सरसर यस च्याप्टरभित्र पस्नेछौँ। सो फर्स्ट टपिक छ वाट इज लिनियर इक्वेसन। लिनियर इक्वेसन भनेको चाहिँ के हो? लिनियर इक्वेसन भनेको चाहिँ इक्वेसन विच हेभ डिग्री 1 एज द हाइएस्ट डिग्री। जुनै पनि इक्वेसनको जसको चाहिँ डिग्री चाहिँ हाइएस्ट डिग्री नै कति छ, 1 छ, त्यसलाई नै के भन्दछ, लिनियर इक्वेसन। सो डिग्री भनेको के हो त्यो सबै पनि मैले पोलिनोमियल्स च्याप्टरमा मैले एक्सप्लेन गरिसकेको छु। तपाईँहरूले हेर्नुभएको छैन भने त्यो फर्स्ट हेरेर तपाईँले यो च्याप्टरलाई मजाले तपाईँले बुझ्न सक्नुहुनेछ। सो जुनै पनि इक्वेसनको जसको चाहिँ डिग्री हाइएस्ट डिग्री नै 1 छ त्यसलाई नै भन्दछ लिनियर इक्वेसन। इक्जाम्पल 4x + 3। हेर्नुहोस् त, कुनै पनि भेरिएबलको हाइएस्ट पावर कति छ, 1 छ। हेर्नुहोस् त, कसै पनि यसमा केही पावर छैन भनेको 1 हो। सो यस्तो इक्वेसनलाई चाहिँ भन्छ लिनियर इक्वेसन। अन्त दुईवटा भेरिएबलमा चाहिँ कस्तो हुन्छ भन्दा सपोज 2x + 3y - 10। हेर्नुहोस् त, दुईवटा भेरिएबलको पावर कति छ, डिग्री कति छ, 1। सो यस्तो इक्वेसनलाई चाहिँ भन्दछ लिनियर इक्वेसन। यो 1 भेरिएबल भयो, अनि यो चाहिँ हो 2 भेरिएबल। सो बुझ्नुभयो होला है। सो यसको जेनरल इक्वेसन चाहिँ हुन्छ, जेनरल इक्वेसन ax + by + c = 0। यहाँ पनि इक्वल टु 0 हुन्छ, इक्वेसन हो, त्यही भएर इक्वल टुको फर्ममा हुन्छ। माफ गर्नु होला, यो इक्वेसन चाहिँ जहिले इक्वल टु 0 को फर्ममा हुनै पर्छ, इक्वल टुको फर्ममा हुनुपर्छ। त्यही भएर अनि मात्र यसलाई इक्वेसन भन्न सकिन्छ। सो अन्त जेनरल फर्म चाहिँ के हो, ax + by + c = 0। a भनेको चाहिँ कोफिसिएन्ट अफ x, b भनेको कोफिसिएन्ट अफ y, अनि c भनेको चाहिँ कन्स्ट्यान्ट। सो यहाँसम्म हामीले बुझ्न सक्यौँ कि लिनियर इक्वेसन भनेको चाहिँ के रहेछ। एउटा कुनै पनि इक्वेसन जसको चाहिँ डिग्री कति छ, 1 छ। अन्त 1 भेरिएबल पनि हेऱ्यौँ, 2 भेरिएबल पनि हामीले हेऱ्यौँ, त्यसको जेनरल फर्म पनि हामीले हेऱ्यौँ, ax + by + c = 0। अब हामी हेर्नेछौँ वाट इज पेयर अफ लिनियर इक्वेसन। सो पेयर अफ लिनियर इक्वेसन भनेको चाहिँ के हो? पेयर अफ लिनियर इक्वेसन भनेको चाहिँ कुनै पनि लिनियर इक्वेसनको पेयर भनेको के हो, जोडी। सिम्पल भाषामा जोडीमा कतिवटा हुन्छ, 2टा। सो लिनियर इक्वेसन भनेको, पेयर अफ लिनियर इक्वेसन भनेको चाहिँ 2 लिनियर इक्वेसन्स है। सो अन्त यसको जेनरल फर्म चाहिँ हुन्छ 2टा भएकोले गर्दा। अब अघि हामीलाई यादै छ जेनरल फर्म के हो लिनियर इक्वेसनको, ax + by + c = 0। तर अब 2टा भएकोले गर्दाखेरि a के हुन्छ, अब a1x + b1 y + c1 = 0। अन्त अर्को हुन्छ a2x + b2y + c2 = 0। अब यो फर्स्ट इक्वेसनको लागि a1 के हो, कोफिसिएन्ट अफ x, b1 कोफिसिएन्ट अफ y हो, अनि c1 कन्स्ट्यान्ट हो भने सेकेन्ड इक्वेसनको लागि a2 कोफिसिएन्ट अफ x, b2 कोफिसिएन्ट अफ y, त्यहाँदेखि c2 के हो, कन्स्ट्यान्ट टर्म। बुझ्नुभयो होला है। सो अब पेयर अफ लिनियर इक्वेसन भनेको पनि हामीले बुझ्न सक्यौँ। सो अब लिनियर इक्वेसन चाहिँ कस्तो फर्ममा हुनसक्छ, टाइप्स अफ लिनियर इक्वेसन।
लिनियर इक्वेसन हामीले धेरै तरिकाले सल्भ गर्न सकिन्छ। एउटा हो ग्राफिकल, जो चाहिँ ग्राफमा हामीले रिप्रेजेन्ट गरेर, अन्त सेकेन्ड चाहिँ हो अल्जेब्रिक, जुन चाहिँ हामी सल्भ गरेर एउटा ग्राफमा हालेर एउटा चाहिँ हामी आफै सल्भ गरेर, त्यो सल्भ गर्ने पनि अल्जेब्रिक मेथड पनि कतिवटा तरिकाको छ, 3टा छ। एउटा सब्स्टिट्युसन, एउटा हो एलिमिनेसन, एउटा हो क्रस मल्टिप्लिकेसन। तर यो च्याप्टरमा चाहिँ हामीले क्लास 10मा चाहिँ हामी यो टपिकलाई हेर्दैनौँ, क्रस मल्टिप्लिकेसनलाई हेर्दैनौँ, सिर्फ सब्स्टिट्युसन र एलिमिनेसन मेथडलाई मात्रै हामी हेर्नेछौँ। सो हामी सरासर यो मेथडहरूमा हामी पस्नेछौँ। ग्राफिकल मेथड, अब याद हुनुहोस्, ग्राफिकल मेथड र अल्जेब्रिक मेथडले चाहिँ हामी लिनियर इक्वेसनलाई सल्भ गर्न सकिन्छ। ग्राफिकल भनेको जो ग्राफबाट हामी सल्भ गर्छौँ, अन्त अल्जेब्रिक भनेको जो चाहिँ हामी समहरू गरेर विथ प्रोसेस नै हामी सल्भ गर्छौँ, त्यसलाई चाहिँ भन्छ अल्जेब्रिक मेथड। अल्जेब्रिक मेथडमा सब्स्टिट्युसन, एलिमिनेसन र क्रस मल्टिप्लिकेसन आउँदछ। सब्स्टिट्युसन र एलिमिनेसन चाहिँ हामी यो च्याप्टरमा हामी हेर्नेछौँ। सो सबसे फर्स्ट आउँदैछ ग्राफिकल मेथड। ग्राफिकल मेथड भनेको चाहिँ कुनै पनि लिनियर इक्वेसनलाई चाहिँ हामीले ग्राफमा हालेर त्यसको भ्याल्यु निकाल्नु, एक्स र वाईको भ्याल्यु निकाल्नुलाई चाहिँ ग्राफिकल मेथड भन्छ। अनि ग्राफिकल मेथड पनि धेरै तरिकाको छन्, एउटा इन्टरसेक्ट, एउटा कोइन्सिडेन्ट र एउटा प्यारलल। यदि कुनै पनि हामीले पेयर अफ लिनियर इक्वेसनलाई सल्भ गर्दाखेरि कुनै पनि दुईटा ग्राफ चाहिँ या दुईटा लाइन, जुन लिनियर इक्वेसनको लाइन छ, यदि क्रस गर्यो अरे, इन्टरसेक्ट एकअर्कासँग क्रस गर्यो अरे, सपोज यस्तो टाइपको इक्जाम्पलको लागि क्रस गर्यो भने यस्तोलाई चाहिँ भन्छ इन्टरसेक्टिङ ग्राफ। इन्टरसेक्ट गरेको बुझ्नुभयो है, यसलाई भन्छ इन्टरसेक्ट क्रस। दुईटा ग्राफ, एउटा इक्वेसन लिनियर इक्वेसनको, यो अर्को लिनियर इक्वेसनको यदि क्रस गर्यो भने यस्तोलाई भन्छ इन्टरसेक्टिङ ग्राफ, जो चाहिँ एकअर्कालाई इन्टरसेक्ट गर्दैछ। अब कोइन्सिडेन्ट ग्राफ चाहिँ कस्तो हुन्छ भन्दाखेरि यदि एउटा लिनियर इक्वेसन यस्तो भयो अरे सपोज एउटा, अन्त अर्को पनि यही माथि नै भयो अरे, यस्तोलाई भन्छ कोइन्सिडेन्ट ग्राफ। के भन्छ? कोइन्सिडेन्ट, एउटा माथि अर्को खप्टिनु, त्यही माथि खप्टिनुलाई भन्छ कोइन्सिडेन्ट ग्राफ। अन्त प्यारलल ग्राफ भनेको चाहिँ सपोज एउटा ग्राफ चाहिँ यस्तो, एउटा लिनियर इक्वेसन यस्तो भयो अरे, अन्त अर्को लिनियर इक्वेसन पनि सपोज यस्तो भयो अरे, जो चाहिँ प्यारलल, जो एकअर्कासँग टचै नहुने, यस्तोलाई चाहिँ भन्छ प्यारलल ग्राफ। इन्टरसेक्टिङ ग्राफ, कोइन्सिडेन्ट ग्राफ, प्यारलल ग्राफ। इन्टरसेक्टिङ भनेको एकअर्कासँग क्रस गर्ने, कोइन्सिडेन्ट भनेको ओभरल्याप गर्ने, त्यही माथि अर्को खप्टिनु, अन्त प्यारलल भनेको जो चाहिँ कहिले पनि टच नहुने, स्ट्रेट, टोटली स्ट्रेट टच नहुने, त्यस्तोलाई चाहिँ भन्छ प्यारलल ग्राफ। यो 3टा ग्राफ हामीले देख्यौँ। अब यो 3टा ग्राफ चाहिँ हामीले विदाउट ग्राफमा नहालिकन चाहिँ कसरी चाहिँ हामीले इक्वेसन हेरेर मात्रै पनि हामी बताउन सक्छौँ कि यो इन्टरसेक्टिङ हो, यो कोइन्सिडेन्ट हो, यो प्यारलल हो भनेर। अब हामी त्योहरूलाई हेर्नेछौँ। अब हामी पेयर अफ लिनियर इक्वेसनको नेचर हेर्नेछौँ, यो इन्टरसेक्टिङ हुन्छ कि प्यारलल हुन्छ कि कोइन्सिडेन्ट हुन्छ भनेर। सपोज लेट अस अज्युम कि दुईटा लिनियर इक्वेसन छ अरे, एउटा a1x प्लस b1y प्लस c1 इक्वल्स टु 0, अन्त अर्को लिनियर इक्वेसन छ अरे a2x प्लस b2y प्लस c2 इक्वल्स टु 0। यदि यस्तो दुईटा इक्वेसन छ अरे हाम्रोमा, अनि यदि a1 र a2 को रेसियो a1/a2 र b1/b2 चाहिँ इक्वल आएन अरे, फेरि म भन्दैछु, यदि a1/a2 b1/b2 चाहिँ नट इक्वल टु इच अदर, एकअर्कासँग इक्वल आएन भने चाहिँ यस्तोलाई चाहिँ भन्छ इन्टरसेक्टिङ ग्राफ। यस्तो लिनियर इक्वेसन चाहिँ के हुन्छ? इन्टरसेक्ट हुन्छ, एकअर्कासँग इन्टरसेक्ट हुन्छ। यस्तोले के फर्म गर्छ? लाइन्स फर्म गर्छ, इन्टरसेक्टिङ लाइन्स फर्म गर्छ। अनि यिनीहरूको सल्युसन चाहिँ युनिक सल्युसन हुन्छ। युनिक सल्युसन भनेको एउटा मात्रै सल्युसन हुन्छ, एउटा मात्रै भ्याल्यु हुन्छ एक्स र वाईको। किन एउटा मात्रै भन्दाखेरि यिनीहरू कतिवटा पोइन्टमा मात्रै क्रस गरेको छ, टच गरेको छ, एउटै। सो एउटै पोइन्टमा मात्रै टच गरेकोले गर्दा यिनीहरूको भ्याल्यु पनि के हुन्छ? एक्सको पनि एउटा, वाईको पनि एउटा हुन्छ। अब सपोज इफ a1/a2
B1/B2 र C1/C2 चाहिँ इक्वल आयो अरे। यदि त्यो A1/A2 र B1/B2 नट इक्वल टु आयो भने के हो, यो इन्टरसेक्टिङ लाइन, अनि यिनीहरूको सल्युसन पनि के हुन्छ, युनिक सल्युसन एउटा मात्रै हुन्छ। तर इफ A1/A2 B1/B2 र C1/C2 तीनटै इक्वल आयो भने चाहिँ यस्तोलाई चाहिँ भन्छ, यस्तोले चाहिँ कस्तो ग्राफ फर्म गर्छ, कोइन्सिडेन्ट लाइन फर्म गर्छ। कोइन्सिडेन्ट लाइन हुन्छ। कोइन्सिडेन्ट भनेको एउटा लाइनमाथि अर्को लाइन खापिनु। सो त्यो एउटा लाइनमाथि अर्को लाइन खापियो भन्दा के हुन्छ, मेनी सल्युसन भइहाल्छ है। मेनी सल्युसन कसरी मेनी सल्युसन, फेरि यहाँ हेर्नुहोस्, कोइन्सिडेन्टमा के हुन्छ, एउटामाथि अर्को पनि खापिन्छ। अब एक्सको भ्यालु यहाँ पनि आइराखेको छ, एक्स र वाईको भ्यालु यहाँ पनि आइराखेको छ, यहाँ पनि आइरहेको छ, यहाँ पनि आइरहेको छ, यहाँ पनि आइरहेको छ। सो हेर्नुहोस् त, कुनै पनि पेयर अफ लिनियर इक्वेसनको एक्स र वाईको भ्यालु के आयो नि, केही आयो नि त। सो यसको मेनी सल्युसन, इन्फाइनाइटली मेनी सल्युसन, यस्तो केसमा चाहिँ कस्तो खालको हुन्छ, इन्फाइनाइटली मेनी सल्युसन, इन्फाइनाइटली मेनी सल्युसन। अब लास्ट, इफ A1/A2 र B1/B2 इक्वल भयो तर C1/C2 सँग चाहिँ के भयो, नट इक्वल। फेरि म भन्दैछु, A1/A2 इज इक्वल्स टु B1/B2 बट नट इक्वल टु C1/C2। यस्तो भयो भने चाहिँ यो के हुन्छ, प्यारलल लाइन फर्म गर्छ, प्यारलल लाइन्स फर्म गर्छ। अनि प्यारलल लाइनमा के हुन्छ, एकअर्कासँग टचै गरेन भने एक्स र वाईको भ्यालु हामीले पाउँदैनौँ। सो यस्तो केसमा चाहिँ के हुन्छ, नो सल्युसन। बुझ्नुभयो है। इन्टरसेक्टिङ भनेको दुईजना एउटामा मात्रै, दुईवटा लाइन एउटै पोइन्टमा मात्रै टच गरेकोले गर्दाखेरि युनिक सल्युसन पाउँछौँ। अन्त यदि तीनटा इक्वल आयो अरे, यदि A1/A2 नट इक्वल टु B1/B2 आयो भने इन्टरसेक्टिङ भइहाल्छ। A1/A2 इक्वल टु B1/B2 इक्वल टु C1/C2 आयो भने कोइन्सिडेन्ट लाइन आउँछ। अन्त कोइन्सिडेन्टमा सबै लाइनबाट हामी सबै त्यो टच गरेकोबाट के पाउँछ, एक्स र वाईको भ्यालु पाएकोले गर्दा इन्फाइनाइटली मेनी सल्युसन। अन्त यदि A1/A2 B1/B2 नट इक्वल भयो र C1/C2 सँग नट इक्वल भयो भने प्यारलल लाइन भन्छ। प्यारलल लाइनमा हामीले कुनै पनि पोइन्ट टच भएको हुँदैन, त्यही भएकोले गर्दा नो सल्युसन पाउँछौँ। बुझ्नुभयो है। अनि प्लस अझै एउटा थप के हो भन्दाखेरि कन्सिस्टेन्ट र इन्कन्सिस्टेन्ट टपिक पनि छ। सो कन्सिस्टेन्ट भनेको चाहिँ यदि मिनिमम वान सल्युसन भएको, कन्सिस्टेन्ट भनेको के हो, मिनिमम, कन्सिस्टेन्ट भनेको एटलिस्ट वान सल्युसन। अन्त इन्कन्सिस्टेन्ट अर्को वर्ड छ, इन्कन्सिस्टेन्ट। इन्कन्सिस्टेन्ट भनेको नो सल्युसन, नो सल्युसन, सल्युसनै नभएकोलाई चाहिँ के भन्छ, इन्कन्सिस्टेन्ट। कन्सिस्टेन्ट भनेको एटलिस्ट वान सल्युसन, कम्तीकम एउटा सल्युसन भएकोलाई चाहिँ के भन्छ, कन्सिस्टेन्ट भन्छ। भनेपछि कन्सिस्टेन्टमा को आउँछ, यदि इन्टरसेक्टिङ लाइन र कोइन्सिडेन्ट लाइन फर्म गऱ्यो भने यो दुईटालाई के भन्छ, यो दुईटा कोमा आउँछ, कन्सिस्टेन्ट पाउँछ। एटलिस्ट यिनीहरूकोमा एउटा सल्युसन त छ नि त, यसकोमा पनि एउटा छ, यसकोमा त मेनी छ, एटलिस्ट एउटा त पाउँछ नि हामी यहाँबाट होइन। सो इन्टरसेक्टिङ लाइन र कोइन्सिडेन्ट लाइनलाई के पनि भन्छ, कन्सिस्टेन्ट पनि भन्छ। अन्त प्यारलललाई चाहिँ भन्छ इन्कन्सिस्टेन्ट। सो हाम्रो फर्स्ट इन्ट्रोडक्सन क्लास चाहिँ यति नै छ। हामीले अहिलेसम्म के बुझ्यौँ, लिनियर इक्वेसन भनेको के हो, पेयर अफ लिनियर इक्वेसन भनेको के हो। अन्त लिनियर इक्वेसनलाई, पेयर अफ लिनियर इक्वेसनलाई हामीले कसरी सल्भ गर्न सक्छौँ, एउटा ग्राफिकल र एउटा अल्जेब्रिक मेथडबाट। सो ग्राफिकल मेथड कति तरिकाको छ, एउटा इन्टरसेक्टिङ लाइन फर्म गर्छ, एउटा कोइन्सिडेन्ट लाइन फर्म गर्छ, एउटाले प्यारलल लाइन फर्म गर्छ। यदि A1/A2 B1/B2 चाहिँ नट इक्वल भयो भने इन्टरसेक्टिङ पनि हुन्छ, अन्त यसको युनिक सल्युसन हुन्छ। अन्त A1/A2 B1/B2 र C1/C2 इक्वल आयो भने यसलाई कोइन्सिडेन्ट लाइन फर्म गर्छ, अनि यसको के हुन्छ, इन्फाइनाइटली मेनी सल्युसन हुन्छ। अनि लास्ट, इफ A1/A2 B1/B2 र C1/C2 A1/A2 B1/B2
चाहिँ इक्वल भयो र C1/C2 नट इक्वल भयो भने चाहिँ यस्तोले के फर्म गर्छ, प्यारलल लाइन फर्म गर्छ अनि जसको चाहिँ नो सल्युसन हुन्छ। अनि लास्टमा हामीले के बुझ्यौँ भन्दा कन्सिस्टेन्ट र इन्कन्सिस्टेन्ट भनेको के हो। कन्सिस्टेन्ट भनेको चाहिँ एटलिस्ट वान सल्युसन भएको जो चाहिँ को हो, इन्टरसेक्टिङ लाइन र कोइन्सिडेन्ट लाइन हो। अन्त इन्कन्सिस्टेन्ट भनेको जसको सल्युसनै हुँदैन जो चाहिँ हो प्यारलल लाइन। सो इन्ट्रोडक्सन क्लास यहाँसम्म मात्रै छ। सो थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। तपाईँलाई मन परेमा प्लिज लाइक, सेयर एन्ड सब्सक्राइब। हामी नेक्स्ट क्लासमा फेरि भेट्नेछौँ।